अनि क्लाबमै मलाई मेसेज आयो अनि ल जयको चाहिँ प्रमोसन भयो भनेर है अनि ठ्याक्कै म चाहिँ बेलुका गएको थिएँ हिजो बेलुका त 11 बजेसम्म हामी भयो नि त त्यो भएर आज चाहिँ यस्तो राम्रो ठाउँमा गएर बस्नु भन्ने भएर बाबुसँग अहिले बोलेको म उता बाबु यहाँ चाहिँ केक काट्ने प्रोग्राम राखेको दिन म दिदीले भन्ने भएको कुरा चाहिँ हामीले अलिकति सिरियसली लिएको थिएन